हेलो साथीयो, मेरो ड्युटी गर्ने यही नै हो। यहाँनिर बस्नुपर्छ कुर्सीमा ठ्याक्कै यही हो। हेर्नुहोस्, यो ड्युटी गर्ने जग्गा यसैमा हो मेरो। यहाँनिर बस्ने साथी यही हो। यस्तै छ मेरो ड्युटी गर्ने ठाउँ। के गर्ने, अर्काको ठाउँमा बहुत मौसम खराब छ। देख्न सक्नुहुन्छ पानी भरिरहेछ चारैतिरबाट। पुरा हालत डाउन छ यहाँ अर्काको ठाउँमा। के गर्नु, बिहान 6 बजे उठेर पानी चालु गर्नुपर्छ, सोलर चालु गर्नुपर्छ अर्काको ठाउँमा। बहुत गाह्रो छ। हेर्दै गर्नु होला कस्तो छ त यो। हेर्नुहोस्, बिहान उठेर बहुत गाह्रो छ। यो कस्तो छ त यो बटन चालु गर्नु पर्यो। यताको छ एउटा, यसलाई ककलाई तल गर्नु पर्यो, यो ककलाई। अनि यता एउटा अर्को कक छ, त्यहाँ पनि एउटा कक हो, त्यहाँ यो माथि गर्नु पर्यो। उसको बाद त्यहाँ गएर ट्याक्कै चालु गरेर निक्सेर जाँदैछु। यस्तो हेर्नुहोस् त यहाँको मौसम कस्तो छ त यो। पुरै हेर्नुहोस्, चारैतिर पुरा हाउड लागेर हाउडो पुरा भरिरहेछ यो। पुरै पानीले बिहान केही थाहा नै छैन यसमा कस्तो छ। बहुत डेन्जर भइरहेछ बिहान यो पानीले। हेर्नुहोस् त पुरा मौसम खराबले यस्तो छ कि यो कचेरा ठाउँ, कचेरापट्टिमा ड्युटी गर्नुपर्छ। यस्तो एरियामा चाहिँ खतम छ यो। यसमै काम गर्नु परिरहेछ। यो बिहान ड्युटीबाट हिँड्दैछु, घरतिर जान लाग्छु। कस्तो छ त यो, रुमतिर जाने लाग्यो। हेर्नुहोस् त रुम पुग्नु लागिसक्यो। अब त कस्तो लाग्यो यो। भिडियो हेर्दै फलो गर्नु होला, फलो गर्नु चाहिँ नभुल्नु होला। लाइक, कमेन्ट र फलो चाहिँ फिक्स गरिदिनु होला। यति मिहिनेतले